यो पछिको म्याच वडा नम्बर 7 र वडा नम्बर 7 को बी र 4 को बी गएको छ। त्यसैले सम्पूर्ण खेलाडीहरू तयारी अवस्थामा बसिदिनु होला। गल्छी 6 र गल्छी 7 को गेम हो। अहिले पोल डी अन्तर्गत वार्ड नम्बर 6 र वार्ड नम्बर 7 बीचको अन्तिम खेल भइरहेको छ। पोल डीबाट वार्ड नम्बर 6 अघि नै क्वार्टर फाइनल प्रवेश गरिसकेको छ। यस पछाडि हाम्रा क्वार्टर फाइनल खेलहरू सुरु हुनेछन्। क्वार्टर फाइनलको पहिलो खेल पोल ए को विजेता वार्ड नम्बर 4 बी र पोल सी को उपविजेता अथवा रनर अप 7B बीच खेल हुनेछ। दुवै टिमका खेलाडीहरू तयार बसेर आइदिनु होला। विनर 4A र पोल सी को रनर अप 7B का खेलाडीहरू तयार अवस्थामा रहिदिनु होला। यो हाम्रो लिग चरणको अन्तिम म्याच हो र यसपछिका म्याचहरू क्वार्टर फाइनलका खेलहरू हुनेछन् र क्वार्टर फाइनल खेलहरू अझ प्रतिस्पर्धात्मक रहने हामीले अपेक्षा गरेका छौँ। वार्ड नम्बर 6 र वार्ड नम्बर 7A बीचको चाहिँ लिग चरणको अन्तिम खेल। यो खेल औपचारिकतामा मात्र बाँकी हो र यसको विजेताले चाहिँ यसको विजेताले पोल विनरको रूपमा चाहिँ क्वार्टर फाइनल प्रवेश गर्नेछ भने अर्को टिम यो पराजित हुने टिम त अवश्य पनि लिग चरणबाट बाहिर नै छ। लिग चरणको अन्तिम खेल वार्ड नम्बर 7A र वार्ड नम्बर 6 का बीच सञ्चालन हुन गइरहेको छ। यसपछिका खेलहरू क्वार्टर फाइनल का खेलहरू हुनेछन्। त्यसपछि सेमी फाइनल र फाइनल सम्भवतः भोलि नै हुनेछ हाम्रो।
प्ले 6 लाई कोर्ट प्रवेशको चाहिँ निर्देशन भइसकेको छ। पहिलो सर्भिस मिस्टेक गर्न पुगेको छ जसले 10 खेलाडी वार्ड नम्बर 6 कोबाट त्यसैले सर्भिस वार्ड नम्बर 7 Spike out on the game also, second score 2-0. यो सुनसिबक भाइ बहिनीहरु बललाई त्यसरी राख्नु होला। सर्भिसमा वार्ड नम्बर 6 राम्रो सर्भिस र त्यतिकै राम्रो रिसिभ प्लेसिङको प्रयास प्लेसिङ बल स्कोर 2-all यो बललाई उता साइडपट्टि पठाइदिनु होला। बल चाहिँ त्यही नफाल है राम्रो स्पाइक थियो र त्यतिकै राम्रो रिसिभ पनि भएको छ। प्लेसिङको प्रयास नेटमा प्रहार गर्न पुगेका छन् वार्ड नम्बर 6 खेलाडी।
स्कोर फेरि पनि बराबर 4 बराबर दुवै पक्षबाट सुस्त तरिकाले खेल अगाडि बढ्दैछ पाँच चार प्लेसिङको प्रयास थियो तर बल आउट हुनु पुगेको छ यससँगै स्कोर 6-4 वार्ड नम्बर 6-6 वार्ड नम्बर 7-4 राउन्ड रिसिभ बल राम्रो जज पनि गर्न सकेन यसको स्कोर फेरि पनि वार्ड नम्बर 6 कै पक्षमा स्कोर 7-4 प्लेसिङ राम्रो ठाउँमा स्कोर 5-7 वार्ड नम्बर 7-5 वार्ड नम्बर 6-7 नम्बर 10 रिसिभ गर्न सकेन स्कोर 9-5 स्कोर 6-9 वार्ड नम्बर 7-6 वार्ड नम्बर 6-9 ब्लकआउट तिमी ढुक्कै गरेर बसेको हैन म त ब्लकआउट स्कोर 11-6 पर्दैन घाम चाहिँ लोड जानु भयो छाता पनि उडाइदिनु मान्छे हो त मजा आउँछ छाता लिएर आएन तिमीले 7-11 वार्ड नम्बर 7-7 वार्ड नम्बर 11 स्कोर 8-12 स्कोर 14-13-8 वार्ड नम्बर 6-13 वार्ड नम्बर 7-8 13-8
यो लिग चरणको अन्तिम खेल हो। यो यस खेल पश्चात क्वार्टर फाइनलका खेलहरू सुरु हुनेछन्। पहिलो खेल पुल ए को विजेता वार्ड नम्बर 4 ए र वार्ड नम्बर पुल सी को रनर अप वार्ड नम्बर 7 बी का बीच हुनेछ। खेलाडीहरू तयारी बसेर रहिदिनु होला। यो हाम्रो लिग चरणको अन्तिम खेल हो र यस खेलको पछि पहिलो नकआउट चरणका खेलहरू सुरु हुनेछ र पहिलो नकआउट खेल वार्ड नम्बर 4 ए र वार्ड नम्बर 7 बी बीच हुनेछ। दुवै टिमका खेलाडीहरू तयारी बसेर रहिदिनु होला। खोला आउट हुन पुगेको छ। यससँगै स्कोर 11-15। त्यो चाहिँ 16-11। त्यस्तो भयो भने चाहिँ हुटिङ गर्नुलाई नि केस हो त हामीले प्यारेकभित्र त्यो गेम हुँदाखेरि ड्रम चाहिँ पुऱ्याएको त्यस्तो हुटिङ चाहिँ खतरा पर्सेन्ट जान्छ क्या। स्कोर 12-17 वार्ड नम्बर 7 12-17। रोटेसनमा चाहिँ के समस्या देखियो वार्ड नम्बर 7। Blessing योसँग स्कोर 19-13 वार्ड नम्बर 6 19 वार्ड नम्बर 7 13। लाइन क्रस गर्न पुग्यो। सँगै स्कोर 20-13 20-13। पिछाड हुन पुगेको छ। यससँग स्कोर 21-14 21-14। यससँग स्कोर 15-21। त्यस पछाडि क्वार्टर फाइनलको पहिलो खेल वार्ड नम्बर 4 ए र वार्ड नम्बर 7 बी का बीच हुनेछ। खेलाडीहरू एकदमै तयारी बसेर रहिदिनु होला। यो लिग चरणको अन्तिम खेल हो। यो पहिलो सेट 22-15। त्यस्तो प्रहार जसमा 22 खेलाडीबाट स्कोर 23-15।
वार्ड नम्बर 6 23 7 15 सेट पोइन्टमा चाहिँ वार्ड नम्बर 6 लास्ट 15 यो सँगै पहिलो सेट 25 पन्नाले चाहिँ वार्ड नम्बर 6 जित्न सफल भएको छ। एकैछिनको छिटो विश्रामपछि दोस्रो सेटमा आउनेछौँ हामी। भित्रपट्टि खेलाडी बाहेकहरू चाहिँ प्रवेश नगरिदिनु होला। धेरै नै भिड भएको छ, धुलो उडेर पनि साथै छैन। त्यो पानी पनि यो मोटर बिग्रियो, पाइप फुटेर अन्तिम खेल पहिलो सेट वार्ड नम्बर 6 ले चाहिँ जित्न सफल भएको छ। दोस्रो सेटको लागि खेलाडीहरू तयारी अवस्थामा छन्। आचार संहिता पालन गरौँ। ट्याप ट्याप गरौँ गाइज। लिग चरणको अन्तिम खेल दोस्रो सेट सुरु हुन गइरहेको छ। खेलाडीहरू भाइ बहिनीहरू बल कलेक्सन गर्नको लागि आफ्नो पोजिसनमा चाहिँ तयार गरिदिनु होला। अरे ला दो
त्यहाँ बस्नुको पाइन्छ निकलेस पाइन्छ ये मार खान उता मरमदार किनला खेल सुरु भइसकेको छ पहिलो पानीको कसले प्राप्त गर्छ भन्ने है पर्खेको छ सँगै जल्सी वार्ड नम्बर 6 ले खाता गर्न सक्छ स्कोर राम्रो खेल अनलक अब स्वयंसेवक भाइ बहिनीहरू यता यो राइट साइडपट्टि बल कलेक्सन गर्नको लागि जान त्यो उभिदिनु होला बल चाहिँ उता पुगेको छ स्वयंसेवक भाइ बहिनीहरू पनि देखिन संयुक्तपट्टि सर्भिसमा वार्ड नम्बर 7 बराबर बल इन गर्न पुगेको छ यससँग स्कोर फेरि पनि वार्ड नम्बर 5 पक्षमा स्कोर 2-1 त्यो स्वयंसेवक भाइ बहिनीहरू यता कोर्टको चाहिँ त्यो दायाँ साइडपट्टि पनि उभिदिनु होला बल कलेक्सन गर्नको लागि क्रस गर्न पुगेका छन् 7 नम्बर 7 का खेलाडीसँग स्कोर पानी 6 को पक्षमा स्कोर 3-1 3-1 सकिन स्कोर फेरि पनि वार्डर 6 को पक्षमा 4-1 स्कोर 4-1 राम्रो कुरा टच गर्दै गइरहेको छ बल स्कोर 2-4 2-4 बल आउट हुन पुगेको छ यसको स्कोर वार्ड नम्बर 7 को चाहिँ पक्षमा स्कोर 3-4 स्वयंसेवक साथीहरू कृपया सम्पर्क आइदिनु पर्यो यतापट्टि बल कलेक्सन गर्ने नै भएन त्यो मञ्चको कोर्टको चाहिँ दायाँपट्टि दुईजना उभिदिनु होला घाम बस्ने त्यो घाम बस्ने बल कलेक्सन गर्नको लागि यो दायाँपट्टि पनि उभिदिनु होला त्यो लिग सडको अन्तिम खेल वार्ड नम्बर 7 वार्ड नम्बर 6 भइरहेको छ र राम्रो प्रयोग त्यतिकै डिफेन्स थियो तर डिफेन्सिभ बल आउट हुन पुगेको छ स्कोर 1-3 वार्ड नम्बर 8 और वार्ड नम्बर 3 सर्भिस आउट हुन पुगेको छ र यससँग स्कोर वार्ड नम्बर 7 को पक्षमा स्कोर 4-8 त्यस पछाडिको पहिलो लिग चरण नकआउट फाइनल पहिलो म्याच पुल ए को विजेता वार्ड नम्बर 4 ए र पुल बी को रनर अप सी को रनर अप 7 ए का बीच 7 बी का बीच पनि छ खेलाडी तयार बसेर आइदिनु होला 4 ए र 7 डी
त्यसैले सर्भिस वार्ड नम्बर 7 को रिसिभ वार्ड नम्बर 6 बाट बल आउटमा पुगेको छ। स्कोर 10-6 10-6। सुजन पुगेको छ। स्कोर 7-10। ओइ सुदीप झ्याउ दिनलाई चाहिँ यहाँ के हार्दै हो स्कोर वार्ड नम्बर 7 को पक्षमा 8-10। Score 13-9. भाइ खै पनि आउँदा र भुवन फोटोग्राफीबाट पनि प्रसारण भइरहेको छ। यता यता पछाडि चाहिँ बल चाहिँ आफ्नो प्रार्थी तर आउटमा पुगेको छ। भाइ स्कोर 16-9। त्यस पछाडिको चाहिँ पहिलो क्वार्टर फाइनल खेलको लागि पनि खेलाडीहरू तयारीमा छ, रहिदिनु होला। वार्ड नम्बर 4A र वार्ड नम्बर 7B का खेलाडीहरू तयारी छ, रहिदिनु। स्कोर 17-9। गर्न सकेन। यसको 11-19। यस पछाडिको पहिलो क्वार्टर फाइनल पुल A को विनर वार्ड नम्बर 4A र पुल C को विनर वार्ड नम्बर 7B तयारी बसेर रहिदिनु होला।
दामी लिग चरणको अन्तिम खेल अब समाप्तिको चरणतिर पुगिसकेको छ। यसपछि नकआउट गेमहरू सुरु हुनेछन्। क्वार्टर फाइनलमा पहिलो खेल वार्ड नम्बर 4 ए र वार्ड नम्बर 7 बी बीच हुनेछ। त्यसको लागि खेलाडी तयारी अवस्था रहिदिनु होला। स्ट्राइक आउट हुन पुगेको छ सँगै 23-12। सशक्त प्रहार थियो माइनस बलमा। यससँगै म्याच पोइन्टमा चाहिँ वार्ड नम्बर 6। यो सँगै लिग चरणको अन्तिम म्याच पनि सकिएको छ र यो सँगै वार्ड नम्बर 6 पोल डीबाट विनर भएर क्वार्टर फाइनल प्रवेश गरेको छ भने वार्ड नम्बर 4 बी रनर अपको रूपमा चाहिँ क्वार्टर फाइनल प्रवेश गर्न सफल भएको छ। लिग चरणबाटै 7A र 3A बाहिरिएका छन्। अब क्वार्टर फाइनलका खेलहरू तुरुन्तै सुरु हुनेछन्। खेलाडीहरू छिटोभन्दा छिटो त्यो कोर्टमा प्रवेश गरिदिनु होला। क्वार्टर फाइनलको पहिलो म्याच पुल ए को विनर वार्ड नम्बर 4A र पोल सी को रनर वार्ड नम्बर 7B। वार्ड नम्बर 4A र वार्ड नम्बर 7B का खेलाडीहरू छिटोभन्दा छिटो कोर्टमा चाहिँ प्रवेश गर्नु होला। भोलिन्टियर साथीहरू यहाँ अफिसरहरूलाई पानीको व्यवस्था गरिदिनु होला। पानी चिसो के व्यवस्था गर्न सकिन्छ त्यो चाहिँ सम्भव भए जति उपलब्ध गराइदिनु होला। यो